सिन्धुपाल्चोक जिल्लाको रमणीय गाउँ कार्कीटार, हरियालीले ढाकिएको शान्त र सौन्दर्यले भरिपूर्ण गाउँ। तर आज यो गाउँ केवल प्राकृतिक सुन्दरताकै लागि मात्र होइन, वन्यजन्तु संरक्षणको उदाहरणका रूपमा पनि चिनिन थालेको छ। कार्कीटार 60 मुरे सामुदायिक वन, जहाँ विक्रम सम्वत 2063 सालमा स्थानीय समुदायले आफ्नै पहलमा यो वन क्षेत्रलाई सालक संरक्षण क्षेत्र घोषणा गरे। मैले 2050 साल चैतको 8 गते सामुदायिक वन गठन गरेँ। लगभग यो सामुदायिक वनमा मैले 16 वर्ष अध्यक्ष भएर काम गरेँ र 2054 सालमा 72 को भूकम्पभन्दा पछि 2054 सालमा शिवहरि सापकोटा चाहिँ डिएफओ साहब हुनुहुन्थ्यो। उहाँको र मेरो सल्लाहमा कार्कीटारमा के छ त नयाँ चिज भनेर खोज्दा सालक चाहिँ त्यो जङ्गलमा छ डिएफओ साहब भनेर मैले भनेँ। अनि उहाँले ओहो यसको खोजी गरौँ भनेर भन्नुभयो। त्यो अनुसारले चाहिँ हामीले सालक संरक्षण क्षेत्र बनाउने भनेर सुरु गर्दा वारिपारीका 5 वटा सामुदायिक वनलाई केन्द्रित गरेर समन्वय कमिटी भनेर 3 वर्ष जति हामीले समन्वय गऱ्यौँ। वारिपारीको जङ्गललाई चाहिँ संरक्षण गर्ने, डढेलो लाग्यो वारी लाग्यो भने पारीकोले थाहा दिने, पारी लाग्यो वारीले थाहा दिने भन्ने भयो र चोरी पैठारीलाई असाध्य रोक्ने भनेर लागि। त्यही बेलामा राति 8 बजेतिर गाडी ड्राइभरले चाहिँ एउटा सालक पक्रेर ल्याएर मलाई बुझाएको थियो। अनि मैले शिवहरि सापकोटा डेपु साहबलाई मैले फोन गरेँ राति, र तपाईँदेखि मलाई असाध्य विश्वास छ, तपाईँ जङ्गलमा छोडिदिनु ताई भन्नुभयो। 5-7 जना मान्छे सहित गएर मैले जङ्गलमा छोडेँ। त्यो सालक चाहिँ लगभग 3 धार्नी जतिको थियो, ब्याउनी थियो होला जस्तो लाग्छ। अनि त्योभन्दा पछि पनि हामीले धेरै ठाउँमा चाहिँ अनुसन्धान गरेर पत्ता लगाउँदै गर्दा यसलाई हामीले सालक संरक्षणै बनाउने भनेर हामीले साइन बोर्ड पनि राख्ने काम गऱ्यौँ। पहिलो पटक सालक चाहिँ भूकम्प गए पश्चात हामी यहाँ मिल नचलेर चाहिँ हामी कर्फी मेलमा गएको थियो। त्यो बेलामा राति भयो र फर्केर आउने क्रममा गाडीमा गएको थियौँ। जस्तै झम्कमत हामी सबैजना थियौँ त्यो गाडीमा। फर्केर आउँदाखेरि माखलो गाउँ माखलो बाटो हुँदै आएको थियौँ। जल्किनी हुँदै आउँदाखेरि यही माखलो गाउँकै जङ्गलमा हो। त्यहाँ आइसकेपछि पछाडि यसरी गुडेर राखेको बेलामा हामीले चाहिँ देखेपछि चाहिँ यो के रहेछ पहिला सालक भन्ने पनि थाहा थिएन होइन। त्यो बेलामा चाहिँ अनि बाहिर सबैजना निक्लिएर हेरेपछि अनि त्यसलाई समात्यौँ। समातिसकेपछि चाहिँ अनि लिएर आयौँ। घरमा लिएर आउँदाखेरि चाहिँ यो के रहेछ त हामीलाई खास त त्यतिखेर सालकै भन्ने पनि थाहा थिएन। बाथरुममा नाम सुनेको मात्रै थियौँ। त्यसपछिबाट त्यो घरमा लिएर आएपछि अब त्यतिखेर चाहिँ एमबहादुर महतो हुनुहुन्थ्यो के अरे अध्यक्ष, उहाँलाई नै लगेर हामीले बुझायौँ, सोध्यौँ यो के रहेछ भनेर होइन। त्यसपछि चाहिँ अनि उहाँले त यो सालक हो, यसले चाहिँ एकदम राम्रो गर्छ, यसले चाहिँ खेतीबाली नि के अरे जोगाउँछ, खाँदैन, संरक्षण गर्छ, जुन कि धमिरा लाग्नेबाट कमिला लाग्नेबाट जोगाउँछ, एकदम राम्रो चिज हो भनेर उहाँले भन्नुभयो। त्यसपछिबाट नि जङ्गलमा लगेर छोडिएको हो। विश्वका सबैभन्दा दुर्लभ र लोपोन्मुख जनावर मध्ये एक सालक। शान्त, लजालु र रात्रिचर यो जीव दिनको उज्यालोमा होइन, रातको अँध्यारोमा बढी सक्रिय हुन्छ। असाध्यै त्यो चाहिँ नरम खालको जन्तु हो। तिनीहरूले त्यसले चाहिँ मान्छेको अगाडि पर्यो भने उनीहरू भाग्न चाहँदैनन्, लाज मानेर बस्छन् डराएर। अनि मान्छेबाट लगभग 10 मिटर पर भइसकेपछि उनीहरू अब हामी सफल हुन्छौँ भाग्न भनेपछि मात्रै भाग्छन्। तिनीहरूबाट केही हानि नोक्सानी हुन सक्दैन। किसानको हितको लागि काम गर्ने जन्तु हो। किसानहरूले हेर्ने हो भने सालकलाई संरक्षण गर्नुपर्छ, बुद्धिमानी किसानले। किन भन्दा उनीहरूले किसानको शत्रु चिजलाई मात्रै नष्ट गर्छन्, किसानको चिज कुनैलाई नष्ट नगर्ने जन्तु हो। त्यस कारणले यो जनावरलाई चाहिँ असाध्यै महत्त्व दिनुपर्छ भन्ने मेरो आग्रह छ सबैमाथि। लगभग चाहिँ नि लाखौँ धमिरा चाहिँ यिनले 1 वर्षमा खाइदिन्छन्। धमिरा भन्ने चिज चाहिँ जनताको किसानहरूको लागि त दुश्मनै हो। त्यो दुश्मनलाई नष्ट गर्न कोसिस गर्छन् यिनले। र किसानले उत्पादन गरेको चिजमा यिनीहरूले अहिलेसम्मको हिसाबमा कहीँ हानि नोक्सान गरेको थाहा छैन। यिनीहरूले एउटा के भने वासस्थानको लागि एउटा सुरुङ खन्छन्, त्यति मात्रै हो। खपेटा छुँदाखेरि चाहिँ एकदम कडा खालको बाहिर चाहिँ, तर भित्र चाहिँ यहाँदेखिबाट तल चाहिँ उसको चाहिँ नरम नै थियो। त्यो चाहिँ यस्तो डल्लो पर्दो रहेछ, फेरि यसरी गुड्ने जस्तो बल जस्तो
डल्लो हुँदो रहेछ। उसको शरीरमा रहेका कडा खपटाहरू प्रकृतिले दिएको अद्भुत कवच हुन्, जसले उसलाई जङ्गलका जोखिम र शिकारबाट जोगाउँछ। तर शिकार, वन डढेलो, वासस्थान विनाश तथा अन्य विभिन्न कारणले सालक सङ्कटमा परेको छ। सालक संरक्षित जनावर भएकाले यसरी यसको शिकार, हत्या, बिक्री, ढुवानी वा राख्ने कार्य कानुनी रूपमा दण्डनीय छ। वन्यजन्तु संरक्षण ऐन अनुसार यस्तो अपराधमा रु 5 लाखदेखि 10 लाखसम्म जरिवाना वा 5 वर्षदेखि 15 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ। स्थानीय वन उपभोक्ता समूह र गाउँलेहरूले छायामा परेको यो दुर्लभ प्रजातिलाई निरन्तर प्रयास र समर्पणले जोगाउँदै आएका छन्। आज सालक यहाँ सुरक्षित महसुस गर्छ। अहिले समुदायले सालकलाई मार्नु हुँदैन भनेर कुरो एउटा बुझ्नु यो ठुलो हाम्रो एउटा सौभाग्यको कुरा पनि हो। किनभने अस्ति हाम्रो यहीँतिर जो चाहिँ हाम्रो अहिले त्यो सुन्दर डाँडाभन्दा त्यो मुन्डडीको टोलमा ती नजिकै आउँदाखेरि पनि मारेनन्, उसलाई भगाएछन्, भागेछ होइन। तिनीहरूले जाने भए चाहिँ त्यो फोटो खिचेर राखिदिए पनि हुन्थ्यो। तर उनीहरूले किनभने पहिला चाहिँ का मान्छेहरूले हो भने चाहिँ त्यो बुझेको थिएन। यो सालक भनेको चाहिँ यो एक किसिम हेर्ने भने त यो राष्ट्रको सम्पत्ति। त्यस भएर उनीहरूले सालकको महत्त्व छ। यहाँका जनताले सालक मारेर खाना भनेर चाहिँ चाहँदैन। साँच्चै हेर्ने भने त यो जङ्गल सम्बन्धीको र वन्यजन्तु सम्बन्धीको चाहिँ नेपाल सरकारले एउटा क्लासै राख्नुपर्ने हो कि प्रत्येक विद्यालय। त्यो चाहिँ नेपाल सरकारको कमजोर छ। किनभने जब जल, जमिन र जङ्गल जनताको संरक्षण गर्न नसक्ने त्यो सरकार सफल हुन गाह्रो हुन्छ। यो जङ्गलमा धेरै चिज जन्तुहरू छन्, मुजुरहरू छ, मृगहरू छन् होइन। यी चाहिँ अब बाघहरू छन्, यी सालकहरू छन्। यिनीहरूको संरक्षण भयो भने मात्रै चाहिँ यहाँ चाहिँ यो पर्यटकीय नगरी बन्न सक्छ। पोखरा त्यसै बनेको छैन। यसलाई पनि त्यो भएको खण्डमा असाध्यै राम्रो हुन्छ। यसमा चाहिँ सशस्त्रदेखि लिएर सेना, जिल्ला वन कार्यालय, सामुदायिक वन, यी सबैले चाहिँ यसलाई सहयोग गर्नुपर्छ भन्ने मैले अपेक्षा राखेको छु। पहिला थाहा थिएन होइन। अहिले चाहिँ अब ठाउँ ठाउँ होर्डिङ बोर्डरहरू राख्ने अनि सबैलाई जानकारी गरेपछि अहिले त अब सिसी क्यामेरा पनि राख्न थालिएको छ जङ्गलमा होइन। अनि त्यसपछि चाहिँ धेरैलाई जस्तो चाहिँ थाहा हुँदै जान थालिसकेको छ। बालबालिकाहरूलाई पनि थाहा छ, किनभने उनीहरूलाई पनि भन्दै जान थाल्यो नि त। आफ्नो घरको बच्चाहरूलाई पनि त यो सालक भनेको यस्तो रहेछ, यसले चाहिँ यसको संरक्षण गर्नुपर्ने चाहिँ यो दुर्लभ रहेछ भन्ने अब जस्तै थाहा पाएको मान्छेले त आफ्नो बच्चाहरूलाई भनिन्छ नि त। करिब 2 दशकदेखि निरन्तर सामुदायिक संरक्षण मार्फत कार्कीटार साठीमुरे सामुदायिक वन सालकको सुरक्षाको पहरेदार बनेको छ। अब यो क्षेत्र संरक्षणका लागि मात्र होइन, आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ, जहाँ आगन्तुकले सालकको प्राकृतिक वासस्थान हेर्न सक्छन् र स्थानीयले उत्पादन गरेका अर्ग्यानिक कृषिजन्य उत्पादनहरू लिन सक्छन्। हामीले चाहिँ संरक्षित निकुञ्ज भन्दा पनि यस्तो मानिसहरू वरपर भएको वन जङ्गल क्षेत्रलाई हामी बढी ध्यान आकर्षण गरेका छौँ। किनभने सालकले चाहिँ प्राय यस्तो खाले मिक्स्ड फरेस्टमा चाहिँ आफ्नो वासस्थान बनाउने र जुन चाहिँ मान्छेको सेटलमेन्ट एरियाभन्दा धेरै टाढा पनि नभएको वरप मान्छेले भेट्ने ठाउँमा बनाउने खन्ने भएको भएर प्राय हिजो पनि हामीले देख्यौँ मकैबारीमा खनिरहेको अवस्था थियो, आलुबारीमा खनिरहेको अवस्था छ, कोदोबारीमा खनेको अवस्था छ। यसरी मान्छेको पहुँच भएको ठाउँमा चाहिँ सालकले खन्ने भएको भएर चाहिँ हाम्रो प्रमुख हाम्रो उद्देश्य भनेको चाहिँ जनसहभागितामूलक बनाएर चाहिँ जनता स्थानीय मान्छेहरूलाई नै सालक संरक्षणमा चाहिँ अभिप्रेरित गर्ने, सालक संरक्षण क्षेत्रमा बसेका मानिसहरूलाई चाहिँ आयमूलक तालिमहरू दिएर संरक्षण गर्दा हुने फाइदाहरू के हुन सक्छन् भन्ने कुरा सिकाएर चाहिँ उहाँलाई सालक संरक्षणमा अझै बढी अग्रता लिएर आउने, अझै बढी ऊर्जा लिएर आउने काम चाहिँ हामीले गर्दै आएका छौँ। यसरी संरक्षणसँगै स्थानीय जीविकोपार्जन र पर्यटन विकास हातमा हात मिलाउँदै अघि बढिरहेका यस क्षेत्रले अहिले एउटा सन्देश दिइरहेको छ।
संरक्षणले नै समृद्धि ल्याउन सक्छ।